यो हाम्रो पहिचान सांस्कृतिक उत्थान र एउटा संस्कृतिलाई सम्वर्धन गर्ने उद्देश्यले 2064 सालदेखिको हामीले यो धापासी यो सांस्कृतिक संरक्षण पूजा मार्फत हामीले आफ्नो पहिचान एउटा धर्म यो संस्कृतिलाई जोगाउनको लागि र हाम्रो यो आत्मीयता एउटा सद्भाव कायम गर्ने एउटा आपसी एउटा सामाजिक रूपमा हाम्रो चाहिँ एउटा मित्रता समभाव र चाहिँ एउटा आत्मीय मिलनको लागि हामीले चाहिँ यो धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले यो जात्रा मनाउँदै आइरहेको हौँ। भने लिप्लाई सद्दामा लाने लिबाले ठाने खुसियामीले जिया ठाने देख देखा थन जम्मे दिया जात्रिया तो है न चलसुरी का थन चल देखा वे दिया जात्रिया उठाया देखू का चाहिँ यहाँ जात्रा चाहिँ पहिला टुहामा बिस्किट जात्रा मनाइन्थ्यो। पछि चाहिँ अब त्यहाँ जान टाढा भयो गाह्रो भयो भनेर सबैजनाले यहीँ चाहिँ धापासीकै मान्छे मिलेर यतै गर्न थाले। अनि यहाँ सुरुमा चाहिँ एउटा रथ मात्रै थियो। त्यसपछि त्यसको केही समयपछि चाहिँ 3टा रथ बनाएको छ। यहाँ चाहिँ 1 गतेदेखि सुरु हुन्छ। फर्स्ट दिनमा चाहिँ अब सपना तीर्थ जाने भयो त्यतै गइहालिन्छ। अनि यतै मन्दिरतिर पूजाआजा गरिन्छ। अनि दोस्रो दिन आज चाहिँ दोस्रो दिन हो। यो दोस्रो दिनमा चाहिँ हाम्रो बिहान खटमा पूजा गरिन्छ। अनि त्यो खटमा पूजा गरेर अनि अब गणेश मन्दिर चाहिँ गणेश मन्दिरमै हुन्छ त्यहाँको खट पनि। अनि चुन्दै मन्दिरको त्यहीँ हुन्छ, धापासी मन्दिरको त्यहीँ हुन्छ। 3टा खट छ हाम्रो चाहिँ। 2 गते अनि गणेश मन्दिरको खटलाई सिनाजात्रा गरेर हामी चुन्दै मन्दिर जान्छौँ। चुन्दै मन्दिरबाट त्यहीँ भएको खटलाई फेरि त्यहाँ पनि सिनाजात्रा गरेर त्यहाँको खट पनि लिएर जान्छौँ। त्यसपछि धापासी मन्दिर पुग्छौँ। धापासी मन्दिरमा पनि त्यहीँ भएको खटलाई सिनाजात्रा गरेर 3टै खट एकै ठाउँमा सिनाजात्रा गरेर लगेर घुमाएर अनि फेरि गणेश मन्दिर ल्याउँछौँ। गणेश मन्दिरमा ल्याएर 3टै खट त्यो दिन एकै ठाउँमा राखिन्छ। बेलुका चाहिँ सबैजना त्यही बत्ती बालेर बसेर रमाइलो जागराम बस्छन्, रमाइलो गर्छन्। अनि भोलिपल्ट बिहान सबैको पूजा हुन्छ। खटखटमा पूजा गर्छन्। त्यसपछि 12-1 बजेबाट सिनाजात्रा गरेर खट लिएर जान्छन्। त्यसपछि जताततै घुमाएर अनि बेलुका देउता भित्राउने काम गर्छ हामीहरूको।